साथीहरू माछा र भात खान आँटेको म चाहिँ हो माछा निम्बु हो। अब यसलाई चाहिँ निम्बु यसरी निचारेर चाहिँ माछा साथीहरू म चाहिँ खाएको ल अब 12 बजीको लन्च खाएको ढिलो भइसक्यो 3 बज्न 3 बजी खाइ हुँदैछ ढिलो भइहाल्छ चाहिँ दामी काला हुन्छ चोकेर खानुपर्छ माछा चाहिँ हो। साथीहरू माछा चाहिँ यस्तो दामी भएको छ अहिले खान्छ अरे त्यसलाई अनि यस्तो मिठो भएको छ साथीहरू। मलाई चाहिँ यसरी नै प्याज टमाटरहरू यसरी हालेर बनाएको हुन्छ म चाहिँ काटेर हो दामी मैले खाइदिनु सकेँ साथीहरू। मेरोमा यो काँडा चाहिँ साह्रै डर लाग्छ। एकपल्ट मेरो बाबाले अर्काउनु भएको छ नि काँडा हस्पिटल गइन्जेल भएको छ नि त्यो भएर साह्रै डर लाग्छ काँडा चाहिँ। साथीहरू बाई बाई। मैले चाहिँ मेरो लन्च भइसक्यो फेरि भेटौँला नेक्स्ट ब्लगमा बाई।